नेपाल प्रहरी र सशस्त्रले नसकेपछि हतियारसहित सडकमा निस्कियो नेपाली सेना। आफ्नो घरभित्र सुरक्षित भएर बसिदिनु हुन विनम्र अनुरोध गर्दछौं। सुनसरीको देवानगञ्जमा भएको सामान्य झडपले लियो उग्र रूप। खासमा किन भयो दुई समुदाय बीच लफडा? गोली चलाउन किन बाध्य भयो प्रहरी? गोली चलाउने अब सिक्योर चार्ज बनाउँछ। मैले आदेश दिएको छैन, एसपीले भन्छ मैले दिएको छैन। गोली आफै चलिहाल्यो कि कसैले दिएको होला? घटना हिजो आइतबार रातिको हो। रातिको करिब 9 बजेको समयमा गाउँका केही युवाहरूको समूह साउने सोमबारको बोलबम यात्राको तयारीमा जुटेको थियो। उनीहरू सप्तकोशी नदीमा जल लिन जाने क्रममा बाटोमा डीजे बजाउँदै कप्तानगञ्ज चोकतर्फ जाँदै थिए। त्यो डीजेको आवाज निकै ठुलो र चर्को थियो। रातिको समयमा यति ठुलो आवाजमा डीजे बजाएर हिँड्दा अरूलाई असर पर्छ र सुन्नेहरूलाई अप्ठ्यारो हुन्छ भनेर अर्को समूहका केही स्थानीयले त्यसको विरोध गरे। डीजे बजाउने समूह र विरोध गर्ने समूह बीच यही कुरालाई लिएर सामान्य भनाभन सुरु भयो। सुरुमा यो सामान्य चर्को विवाद मात्रै थियो, तर केही बेरमा यो ठेलाठेल र हातपारमा परिणत भयो। हेर्दा हेर्दै दुई समुदाय बीचको यो सामान्य विवादले निकै उग्र रूप लिन पुग्यो। घटनाको जानकारी पाए लगत्तै कप्तानगञ्ज प्रहरी चौकीबाट प्रहरीको टोली तुरुन्तै घटनास्थलमा पुग्यो। प्रहरीले दुवै पक्षलाई सम्झाएर शान्त पार्ने धेरै प्रयास गर्यो, तर आक्रोशित भिडको सामु प्रहरीको कुरा कसैले सुनेनन्। उल्टै गाउँका दुवैतर्फका थप मानिसहरू चिरपट, ढुङ्गा, बाँस, लाठी र भाला जस्ता खतरनाक सामानहरू बोकेर घटनास्थलमा जम्मा हुन थाले। अवस्था नियन्त्रण बाहिर जान थालेपछि इलाका प्रहरी कार्यालय देवानगञ्ज प्रहरी चौकी घुस्किएर सशस्त्र प्रहरीको टोली पनि थप सहयोगका लागि त्यहाँ पुग्यो। तर भिडले सुरक्षाकर्मीहरूलाई नै छाडेन। उल्टै दुवै पक्षबाट प्रहरीमाथि नै ढुङ्गामुढा र आक्रमण हुन थाल्यो। आफूमाथि नै ज्यान मार्ने गरी आक्रमण भएपछि सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि बल प्रयोग गर्नुको विकल्प रहेन। स्थानीयको आक्रमणबाट इलाका प्रहरी कार्यालय देवानगञ्जका इन्सपेक्टर राकेश राईसहित नेपाल प्रहरीका 8 जना सुरक्षाकर्मी गम्भीर घाइते भए। इन्सपेक्टर राईको टाउकोमा मात्रै 5 वटा टाँका लगाइएको छ। भिड कुनै पनि हालतमा नियन्त्रणमा नआएपछि सुरक्षाकर्मीहरूले स्थिति काबुमा लिन हवाई फायर सुरु गरे। सशस्त्र प्रहरी र नेपाल प्रहरी दुवैतर्फबाट स्थिति शान्त पार्नका लागि हवाई फायर र अश्रु ग्यास प्रहार गरियो। राति करिब 10:45 बजेतिर सशस्त्र प्रहरीका डीआईजी मनिष थापाले पनि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको पुष्टि गरेका थिए। तर हवाई फायर र अश्रु ग्यासले पनि प्रदर्शनकारीको उग्र भिडलाई रोक्न सकेन। भिडले तोडफोड र आगजनी गर्न नछोडेपछि अन्ततः सुरक्षाकर्मीहरू गोली चलाउन बाध्य भए। प्रहरीको गोली लागेर देवानगञ्ज गाउँपालिका वडा नम्बर 3 कप्तानगञ्जका 34 वर्षीय ओम प्रकाश मेहता गम्भीर घाइते भए। उनलाई तत्काल उपचारका लागि विराटनगरको न्युरो अस्पताल पुर्याइए पनि राति 11:25 बजेतिर चिकित्सकहरूले उनलाई मृत घोषणा गरे। यो झडपमा परेर सर्वसाधारण र सुरक्षाकर्मी गरी धेरै जना घाइते भएका छन्। प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार हालसम्म कुल 22 जना भन्दा बढी घाइते भइसकेका छन्। गोली लागेर देवानगञ्ज 3 कै अर्का 20 वर्षीय जयप्रकाश मेहता पनि गम्भीर घाइते भएका छन्। अन्य घाइते हुनेहरूमा मिथलेश यादव, अमलेश मेहता, मिथलेश मेहता, अमित कुमार यादव, रविन्द्र मेहता र सुनिल कुमार मेहता रहेका छन्। उनीहरूको विराटनगरका विभिन्न अस्पतालहरूमा अहिले उपचार भइरहेको छ। यता सुरक्षातर्फ सशस्त्र प्रहरीका डीएसपी नन्द प्रसाद महतो, वरिष्ठ हवलदार विष्णुबहादुर बस्नेत, जवान सुरज शाह, अशोक कुमार दनुवार र पंकज कुमार शाह घाइते भएका छन्। घाइते मध्ये वरिष्ठ हवलदार बस्नेतको टाउकोमा गहिरो चोट लागेर 5 वटा टाँका लगाइएको छ भने डीएसपी महतोको पाखुरामा चोट लागेको छ। नेपाल प्रहरीतर्फ इन्सपेक्टर राकेश राई सहित 8 जना सुरक्षाकर्मी घाइते भएका छन्। यो घटनाले अहिले राष्ट्रिय राजनीतिमा पनि ठूलो हलचल ल्याएको छ। सुनसरी क्षेत्र नम्बर 2 बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद लालविक्रम थापाले घटनास्थलमा पुगेर सुरक्षाकर्मीको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले प्रहरीले प्रदर्शनकारीको छाती र पेटमा ताकी ताकी गोली हानेको आरोप लगाएका छन्। गोली चलाउनु पर्ने अवस्था नै नरहेको दाबी गर्दै उनले मान्छे मारेर लुकाइएको हुन सक्ने शंका समेत व्यक्त गरेका छन्। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै सरकारले छानबिनका लागि गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा 5 सदस्यीय छानबिन समिति समेत गठन गरेको छ। अर्कोतर्फ विपक्षी दलहरूले यस घटनाको नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री सुदन गुरुङको अहिले राजीनामा समेत माग गरिरहेका छन्। देवानगञ्जमा भएको यो घटनापछि सुनसरीको लकौही, इनरुवा लगायतका विभिन्न क्षेत्रमा पनि अहिले प्रदर्शन चर्किरहेको छ। अवस्था थप बिग्रिन नदिन कोशी प्रदेशका विभिन्न जिल्लाबाट प्रहरी, सशस्त्र प्रहरी तथा दंगा नियन्त्रणका लागि विशेष टोलीहरू सुनसरी झिकाइएका छन्। बिहानदेखि नै स्थानीय प्रशासनले कर्फ्यू आदेश
आदेश जारी गरेको छ। तर कर्फ्यूको व्यवस्था गर्दै प्रदर्शनकारीहरू सडकमा उत्रिएर टायर बालेर प्रदर्शन गरिरहेका छन्। स्थिति पूर्ण रूपमा नियन्त्रण बाहिर गएपछि अन्ततः नेपाली सेना ब्यारेकबाट बाहिर निस्किएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार कर्फ्यू जारी भएका र तनावग्रस्त रहेका स्थानहरूमा अहिले बख्तरबन्द गाडीसहित नेपाली सेनाको हतियारधारी टोलीले गस्ती गरिरहेको छ। एउटा सामान्य डीजे बजाउने विषयबाट सुरु भएको यो विवादले आज एक युवाको ज्यान लिएको छ, दर्जनौं परिवारलाई शोकाकुल बनाएको छ र सिङ्गो समाजलाई नै भयभीत बनाइदिएको छ। जुनसुकै विषयमा पनि संयम अपनाउनु पर्ने, कानुन हातमा लिनु नहुने र आपसी सद्भाव कायम राख्नुपर्ने आवश्यकता यो घटनाले गम्भीर रूपमा उल्याएको छ।